पोल्यान्ड पठाउने भनेर विभिन्न प्रलोभनयुक्त भिडियोका टुक्राहरू यदि तपाईले टिकटक रिल आदि कतै भेट्नुभयो भने होशियार। खास गरी यूएई को आबुधाबीमा सुरक्षा ढकाल भन्ने दिदी र उनका अन्जन ढकाल भन्ने भाइ बस्छन्। त्यही उनीहरूले नेपाली ठग्न एउटा वर्कसोल एचआर कन्सल्टेन्सी नामक कम्पनी खोलेका छन् र त्यही कम्पनीको आवरणमा उनीहरूले नेपालीलाई युरोपका विभिन्न मुलुक पठाउँछौ भन्दै रकम असुली गर्छन्। यो दाबी उनीहरूबाट पीडित भएकाहरूको। ढकाल दिदी भाइले कसलाई पीडित बनाए भन्ने यसअघि पनि हामीले एक रिपोर्ट प्रसारण गरिसकेका छौं। उनीहरूकै बदमाशी समेटिएको अर्को रिपोर्ट हामी देखाउँदैछौं। यो फलोअप रिपोर्ट हेर्नुहोस्। Don't waste. होइन के हो यो don't waste भनेको? हजुर don't waste भनेको चाहिँ पेमेन्ट आफ्टर भिजा हो। पेमेन्ट आफ्टर भिजा? हजुर। कतिको लागि? यो चाहिँ हंगेरीबाट आएको अर्जेन्ट डिमान्ड हो, गाडी ड्राइभरको लागि आएको। यदि हजुरहरू पनि युरोप कन्ट्री जान चाहनुहुन्छ नेपालबाट भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो अफिस अबुधाबीमा रहेको छ। अहिले हामी कहाँ चाहिँ क्यानाडाबाट ट्रक ड्राइभरको 40 जनाको अर्जेन्ट डिमान्ड आएको छ। आज हामी कहाँ न्युजिल्यान्डबाट अर्जेन्ट डिमान्ड आएको छ प्रिन्टिङ अपरेटरमा। हेर वर्कसोल एचआर कन्सल्टेन्ट नामक कम्पनीको यो भिडियो हेरेर तपाईहरूलाई पनि विदेश जाउँ लाग्न सक्छ। तर सावधान, यो भिडियो विदेश पठाउने होइन। विदेश पठाउने नाममा मानिसहरूलाई प्रलोभनमा पार्ने, पैसा असुलेर ठगी गर्नको लागि बनाइएको हो। टिकटकमा भएको यही भिडियो हेरेर कैयन मानिसहरू ठगीमा परेका छन्। ठगीमा परेका पीडितहरू सीधा कुरा जनतासँगको सम्पर्कमा आएर वर्कसोल एचआर कन्सल्टेन्टको ठगी धन्दाको भण्डाफोड गरेका छन्। म चाहिँ यो चाहिँ हाम्रो सोशल मिडिया टिकटकबाट जोडिन पुगेको थिएँ। अनि पोल्यान्ड लान्छु भनेर अब त्यतिखेर अब हामीले चाहिँ ओनर चाहिँ सुरक्षा ढकालको कन्सल्टेन्सीको लाइसेन्सबाट चाहिँ अन्जान ढकालको नाममा 3 लाख रुपियाँ पहिला प्रोसेसिङ चार्ज भनेर 1 लाख रुपियाँ, त्यो पछि कोर्ट कमिट आएपछि 2 लाख रुपियाँ बुझाएको थिएँ। अहिले चाहिँ उहाँसँग कुरै हुँदैन त। अहिले कति पैसा दिनु? मेरो 2,50,000। 2,50,000। अनि त्यो 2,50,000 तपाईले आफैले कमाएको पैसा हो? होइन, ऋण लिएरै गरेको। टिकटक लाइभ हेरेरै पैसा फसायो, के गर्नु। कति पैसा दियो? 3 लाख। अहिले लाइभमा आएर स्टाफहरू चेन्ज गरेर अनि त्यहाँको स्टाफहरू पनि सबै चेन्ज भएर अर्को स्टाफ थपेर लाइभमा आउँदै सबैलाई लुट्दै गरिसक्छ। करिब 1 वर्ष अघि उदयपुरका अमित कुमार तामाङले टिकटकमा यो भिडियो देखे। भिडियोमा पोल्यान्डको लागि रोजगारीको अवसर रहेको, कम लागतमा र छिटो भिसा लाग्ने भनिएको थियो। भिडियो हेरेपछि विदेश जाने सोचमा रहेका अमितको मन लोभियो र उनले तुरुन्तै वर्चुअल एचआर कन्सल्टेन्ट कम्पनीका प्रतिनिधिसँग वाट्सएपमा कुराकानी गरे। कम्पनीको